भगवान गौतम बुद्धको पवित्र अस्थि धातु रहेको विश्वकै एकमात्र स्थल रामग्राम नगरपालिकामा सन् 2011मा रामग्राम जेसिसको मातृत्वमा स्थापित भएको हो रामग्राम महिला जेसिस। स्थापना कालदेखि नै यस क्षेत्रका युवा महिलाहरूको नेतृत्व, व्यक्तित्व विकास, मानवताको सेवा, विधिको शासन र विश्व बन्धुत्वको पवित्र मन्त्रलाई यस संस्थाले अङ्गीकार गर्दै अघि बढिरहेको छ। रामग्राम महिला जेसिसलाई विभिन्न कालखण्डमा आफ्नो कुशल नेतृत्व प्रदर्शन गर्दै शाखाका पूर्व अध्यक्षज्यूहरूले यसको गरिमा उच्च बनाउँदै यस क्षेत्रका महिलाहरूको नेतृत्वदायी संस्थाको रूपमा चिनाउन सफल हुनुभएको छ। यसै क्रममा एक व्यक्ति, एक पद र एक कार्यकालको सुन्दर पक्षलाई आत्मसात गर्दै रामग्राम महिला जेसिस वर्ष 2024को नेतृत्व गर्न सफल हुनुभयो जेसी विनिता खड्का। साहसी, निडर र स्पष्ट कुरा राख्न सक्ने जेसी विनिता खड्का 18 वर्षकी उमेरमा रामग्राम महिला जेसिसको स्थापना कालदेखि नै जेसिस अभियानमा संलग्न हुनुभएको थियो। वर्ष 2011मा संस्थापक सदस्य, वर्ष 2012मा उपाध्यक्ष, 2013मा कोषाध्यक्ष, 2014मा सहसचिव, 2015मा महासचिव, वर्ष 2016मा कार्यकारिणी उपाध्यक्ष, 2021मा सदस्यता वृद्धि निर्देशक, 2022मा महासचिव र 2023मा कार्यकारिणी उपाध्यक्ष हुँदै वर्ष 2024मा रामग्राम महिला जेसिसको 13औं शाखा अध्यक्षको रूपमा उहाँले नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको हो। रामग्राम महिला जेसिसको गत 2080 पुस 13 गते सम्पन्न 13औं शाखा अधिवेशनबाट वर्ष 2024को अध्यक्षमा निर्वाचित भएपछि ठिक 1 वर्ष अघि यसै स्थानमा सम्पन्न 13औं पद हस्तान्तरण समारोहबाट जेसिस माला पहिरिएर उहाँले पदभार ग्रहण गर्नुभएको थियो। रामग्राम महिला जेसिसको गरिमालाई उच्च बनाउन एक इट्टा मात्र होइन, पिल्लर नै थप्ने उद्घोष गर्दै वी क्यान, वी डु, वी विल प्रकरणलाई आत्मसात गर्दै उहाँले रामग्राम महिला जेसिस वर्ष 2024को अभियानलाई अगाडि बढाउनुभयो। त्यस पश्चात माघ 19 र 20 गते पाल्पा जेसिसको आतिथ्य र रामग्राम महिला जेसिस सहित 26 शाखाको सह आयोजनामा सम्पन्न बहुशाखा संसदीय बैठक प्रणाली तालिममा रामग्राम महिला जेसिसको प्रतिनिधित्व गर्दै अध्यक्ष जेसी विनिता खड्काले सहभागिता जनाउनुभयो। बुटवल जेसिसको आतिथ्य तथा रामग्राम महिला जेसिस सहित 8 शाखाको सहआयोजनामा माघ 27 गते सम्पन्न बहुशाखा पदाधिकारी तालिममा बोर्ड पदाधिकारी सहित उहाँले सक्रिय सहभागिता जनाउनुभयो। 2081 फागुन 5 गते प्रथम बोर्ड बैठक मार्फत वार्षिक कार्ययोजना अनुमोदन, पदाधिकारीको जिम्मेवारी बाँडफाँड लगायतका महत्त्वपूर्ण निर्णय गरी सम्पन्न भयो। फागुन 7 गते रामग्राम महिला जेसिस स्थापना भएपछि पहिलोपटक उहाँले आफ्नो कार्यकालमा शाखाको सचिवालय स्थापना गरी नेपाल जेसिसका निरूपित कार्यकारी उपाध्यक्ष सिनेटर सन्दीप अग्रहरीबाट उद्घाटन गराउन सफल हुनुभयो। शाखाका सदस्यहरूको नेतृत्व विकासका लागि फागुन 7 मै प्रशिक्षक विजय पाण्डेको प्रशिक्षणमा लिटिल एन्जल्स माविको हलमा एक दिने नेतृत्व कला विकास तालिम रामग्राम जेसिसको संयुक्त आयोजनामा सम्पन्न गर्न अध्यक्ष खड्का सफल हुनुभयो। फागुन 11 र 12 गते चितवनको सौराहामा सम्पन्न नेसनल काउन्सिलर एकाडेमीमा शाखा अध्यक्षले सक्रिय सहभागिता जनाउनु भएको थियो भने फागुन 24 गते पवन मावि परासीमा मानसिक स्वास्थ्य हाम्रो जिम्मेवारी विषयक अभिमुखीकरण कार्यक्रम गर्न सफल हुनुभयो। फागुन 27 गते सरस्वती मावि शान्ति चौरमा मातृशाखा रामग्राम जेसिस समेतको संयुक्त आयोजनामा योग तथा ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुभयो। 2080 चैत 8 गते रामग्राम महिला जेसिस सहित नवलपरासी जिल्लाका सबै जेसिस शाखाहरूको संयुक्त आयोजनामा भारतको गोरखपुर स्थित जेसीआई गोरखपुर मिड टाउनसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम गरिनुका साथै 2080 चैत 12 गते परासीको लोकतान्त्रिक चोकमा होली उत्सव समारोह मातृशाखा समेतको आयोजनामा भव्यताका साथ सम्पन्न भएको थियो। मातृशाखा रामग्राम जेसिसकै आयोजनामा चैत 17 गते सम्पन्न एक दिने उद्घोषण कला तालिममा शाखाबाट सदस्यहरूको सक्रिय सहभागिता गराउनु भयो। चैत 23 र 24 गते चितवनको सौराहामा सम्पन्न लोम लिडर्स एकाडेमीमा शाखा अध्यक्ष विनिता खड्का सहभागी हुनुभयो। 2081 वैशाख 15 गते रामग्राम 3 स्थित सीएलसी भवनमा गुणस्तरीय शिक्षाको विषयमा प्रशिक्षक भोजराज चापागाईको प्रशिक्षणमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गर्नुभयो। 2568औं बुद्ध जयन्तीको अवसरमा रामग्राम जेसिस र रामग्राम महिला जेसिसको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको थियो भने जेठ 13 गते बुटवल महिला जेसिसको आतिथ्य र रामग्राम महिला जेसिस सहित 5 शाखाको संयुक्त आयोजनामा सम्पन्न मल्टी च्याप्टर तालिममा शाखाबाट सक्रिय सहभागिता गराउन अध्यक्ष सफल हुनुभयो।
जेठ 18 गते परासीस्थित आदर्श मावि दृष्टिबिन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई बालविवाह र बाल यौन दुर्व्यवहार रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि गर्नुभयो। वातावरण संरक्षणका लागि रामग्राम महिला जेसिसले विश्व वातावरण दिवसको अवसरमा जेठ 23 गते सरस्वती मावि शान्ति चौरमा वृक्षारोपण गरेको थियो भने असार 7 गते अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक दिने योग प्रशिक्षण कार्यक्रम लिटिल एन्जल्स स्कुलको प्राङ्गणमा सम्पन्न गर्न सफल हुनुभयो। रामग्राम महिला जेसिस सहित यस क्षेत्रका विभिन्न 6वटा संस्थाको संयुक्त आयोजनामा गत असार 3 गते तत्कालीन प्रहरी उपरीक्षक काजी कुमार आचार्यलाई नागरिक स्तरबाट सम्मान गरिएको थियो। साउन 15 गते रामग्राम महिला जेसिसका लागि निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी गणेश सापकोटाजीको शाखा भ्रमण तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो। महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा भदौ 18 गते रामग्राम महिला जेसिसको आयोजनामा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो। भदौ 28 र 29 गते गैंडाकोट जेसिसको आतिथ्यमा सम्पन्न क्षेत्र घ भेलामा रामग्राम महिला जेसिसबाट अध्यक्षको सक्रिय सहभागिता रहेको थियो। कार्तिक 5 गते रामग्राम महिला जेसिसको दोस्रो बोर्ड बैठक बसी विभिन्न निर्णय गर्दै सम्पन्न भएको थियो भने दाङ लेडी जेसिसको आतिथ्यमा कार्तिक 24 र 25 गते सम्पन्न 17औं राष्ट्रिय लेडी एकाडेमीमा शाखा अध्यक्ष जेसी विनिता खड्काको सहभागिता रहेको थियो। पुष 6 देखि 8 गतेसम्म इटहरी जेसिसको आतिथ्यमा सम्पन्न नेपाल जेसिसको 51औं राष्ट्रिय महाधिवेशनमा रामग्राम महिला जेसिसका बोर्ड पदाधिकारी तथा पूर्व अध्यक्षहरू सहित शाखा अध्यक्षज्यूले सहभागिता जनाउनु भयो। पुष 19 गते रामग्राम महिला जेसिस वर्ष 2024 को अन्तिम बोर्ड बैठक सम्पन्न भएको थियो भने माघ 11 गते शाखाको 15औं साधारण सभा तथा 14औं शाखा अधिवेशन सम्पन्न गरी वर्ष 2025 का लागि नयाँ नेतृत्व चयन समेत गरिसकिएको छ। वर्ष 2024 मा जेसी विनिता खड्काले नेतृत्व गरिरहँदा रामग्राम महिला जेसिस नेपाल जेसिसबाट 5 पटकसम्म 100% इफिसियन्सी अवार्डबाट सम्मानित भई इतिहास रच्न सफल भए भने क्षेत्र घ सम्मेलन 2024 को अवसरमा समेत निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सेनेटर सन्दीप अग्रहरीले क्षेत्र घ का 56वटा शाखा अध्यक्षहरूमध्येबाट एक्टिभ लेडी प्रेसिडेन्ट अवार्डबाट विभूषित गर्नुभएको थियो। रामग्राम महिला जेसिस वर्ष 2024लाई समग्रमा उहाँले उत्कृष्ट वर्षको रूपमा सम्पन्न गर्दै सफल अवतरणको क्षणमा पुग्नु भएको छ। यस अवसरमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।